रातभर निद्रा परेन। आँखा बन्द गर्न खोजे पनि मन बन्द हुन सकेन। उसँग बिताएका हरेक क्षणहरू चलचित्र चाहिँ दोहोरिरहे। मनले बारम्बार सोध्यो, के साँच्चै सब सकियो? फोन हेर्छु तर ऊबाट कुनै सन्देश छैन। सन्देश पठाउँ जस्तो लाग्छ तर ऊ फर्केर केही लेख्ने छैन भन्ने थाहा छ। मुस्किलले आफूलाई रोक्छु। म बाहिर निस्किन्छु एक्लै। हावा शीतल छ, चन्द्रमा मधुरो छ, तर यो रात मेरो लागि अँध्यारोभन्दा गाढा छ। समुद्रको छेउमा पुग्छु। छालहरू ठोकिँदैछन् जसरी हिजो मेरो भावनाहरू उसमाथि ठोकिन्थे, तर ऊ शान्त रहन्थे। आज समुद्र भने कदापि शान्त छैन। मनभित्र आवाज आउँछ, समुद्र तिमीलाई कसरी भनौँ कि म जमिनमै डुबिरहेको छु। ऊ त मेरो संसार थिए। उसका अङ्गालाहरू मेरो किनारा थिए, तर अब ती हातहरू पर भइसके। अब म आफ्नो अस्तित्व बोकेर जमिनमा हिँडिरहेको छु, तर भित्रभित्रै गहिरो डुबिरहेको छु। कसलाई भनौँ? कोही बुझ्दैन यहाँ। समुद्रलाई भनौँ। समुद्रले बुझ्ला कि? किनभने उसले धेरै बिछोडहरू देखेको छ, धेरै प्रेमीहरूको आँसु सँगालेको छ। समुद्र हजारौँ वर्षदेखि हरेक प्रेम कथा सुन्दै आएको छ। हजारौँ जोडीहरू यसको किनारमा बसेर प्रेमका सपनाहरू बाँडे अनि कतिले बिछोडका आँसु बगाए। समुद्रको छातीमा नजाने कति नाम लेखिए अनि ती नामहरू छालहरूले मेटाउँदै लगे। यो उसले बारम्बार देखेको छ। कसरी दुईजना एक अर्कामा समाहित हुन्छन्, कसरी प्रेम बगेर जान्छ, कसरी बिछोडले हृदयलाई थिचोर्छ। समुद्रले देखेको छ। कोही प्रेमीहरू यहाँ आउँछन् हातमा हात समातेर सपना बुन्दै, तर कोही यहाँ एक्लै आउँछन् आँखाभरि आँसु लिएर। कतिले खोलेका छन् आफ्ना मनका गाँठाहरू यिनै छालहरूसँग अनि बगाएका छन् ती शब्दहरू जो अब कसैले सुन्ने छैन। कतिपय प्रेमीहरू चुपचाप आँसु झारेर फर्किन्छन् अनि केही प्रेमीहरू त यसै समुद्रमा हराउन खोज्छन्। समुद्रले महसुस गरेको छ कसरी बिछोडको पिठा पानी जस्तै अदृश्य हुन्छ, तर गहिराई मापन गर्न नसकिने हुन्छ। कसरी एकोहरू प्रेमले समुद्र जस्तै अथाह पीडा दिन्छ। कसरी केही मान्छेहरू भित्रभित्रै डुब्छन् तर बाहिर हेर्दा तैरिरहेका देखिन्छन्। तर समुद्र कहिले केही भन्दैन, बस चालहरू पठाएर तिनीहरूलाई स्पर्श गर्छ। सायद यसरी नै उसले प्रेम गर्नेहरूको बिछोड बुझेको छ। तर यो जमिनका मान्छेहरू, उनीहरू देख्छन् तर बुझ्दैनन्। उनीहरू सुन्छन् तर महसुस गर्दैनन्। मेरो आँखाको गहिराईमा एउटा समुद्र छ, तर उनीहरूलाई म सामान्य लाग्छु। तिमी किन यति धेरै दुखी? मुभ अन गर न, त्यो त तिमीलाई माया नै गर्दैन थिए। तर समुद्र, म कसरी भनौँ कि म यसरी डुबेको छु जसको कुनै किनारा छैन। यसको कुनै गहिराई मापन गर्न सकिँदैन। यसबाट बाहिर निस्किन सकिँदैन। म अब तिमीलाई सुम्पिन्छु समुद्र। कसैले सुन्ने छैन, बुझ्ने छैन।